भर्खरै जस्तो लाग्छ फूलमाया, हामीले महासंग्राममा रगत बगाएर ज्यानको बाजी थाप्दै आहुति दिएर एउटा निरंकुश तानाशाहलाई ढालेको। कालखण्डको महाभूकम्पले त्यो तानाशाहको राजनीतिक सत्ता त ढल्यो, तर विडम्बना उसको सांस्कृतिक सत्ता हामीले बदल्न सकेनौं। पुरानो व्यवस्थाका मलामीहरू नै आज शासकको रूपमा बौरिए र सगरमाथाको उचाइ छुने सपना बोकेका यात्रीहरू स्वार्थको ससान आहाल र पोखरीमै रमाउन थाले। भुइँ मान्छेका कारुणिक पीडाहरू दिनानुदिन थपिँदै गए। सत्ताच्युतहरू र सत्ता लिप्सुहरू मिलेर षड्यन्त्रको तानाबाना बुन्दै गर्दा बिहानीको झुल्के घामदेखि मध्यरातसम्म भर्चुअल संसार र सामाजिक सञ्जालमा हराएका नवयुवाहरूमा व्यवस्थाप्रतिको वितृष्णा र आक्रोशको ज्वालामुखी चुलिन्दा शासकहरूको अक्षमता र अदृश्य शक्ति केन्द्रहरूको प्रपञ्च मुताबिक भद्रौको त्यो वितण्डाले देश जल्यो र सिंहदरबारको जग हल्लियो। फागुनको त्यो ठिहीमा आम निर्वाचन भयो। न जित्नेलाई आफ्नो सामर्थ्यमाथि विश्वास थियो, न हार्नेलाई पराजयको भयो। तर परिणाम घोषणा हुँदा एक अभूतपूर्व र अप्रत्याशित कम्पन आयो। जित्नेहरूले आत्मरतिमा मग्न हुँदै भने, यो त पूर्व निर्धारित जनमत हो। हार्नेहरूले आफ्ना कमजोरी लुकाउन अदृश्य षड्यन्त्रको बैशाखी टेके। फूलमाया, त्यो षड्यन्त्र होस् या कथित जनअभिमत, नेपाली राजनीतिको बही खातामा नयाँ अध्याय त शुरू भयो। जान्नेलाई छान्ने रोमान्टिक नारामा लट्ठिएर जनताले अनुहारै नचिनेका पात्रहरूलाई मतको अर्घ्य चढाए। तर अफसोस, शासनको यो शिशुकालमै तिनै रक्षक भनिएकाहरूप्रति जनताको मोहभङ्ग शुरू भइसकेको छ। शहरका गल्लीहरूमा श्रमजीवीको आर्तनाद गुन्जिरहेछ। ओत लाग्ने ओतविहीन सुकुम्बासीहरू भग्नावशेषमा रोइरहेछन्। तर हाम्रा नवशासकहरूलाई नदीको कृत्रिम सौन्दर्यको चिन्ता छ। दक्षिण भारतीय चलचित्रको भ्रामक दृश्य झैं दुखीका झुपडीहरूमा बिना विनाशकारी डोजर जथाभावी नाच्छ। तर जब त्यो सिंह डोजर कुनै सम्भ्रान्त माननीयको महल अगाडि पुग्छ, तब उसका दाँतहरू कुण्ठित हुन्छन् र लुरुलुरु फर्कन्छ। कस्तो विरोधाभास फूलमाया! एउटी श्रमजीवी आमालाई विलासी गाडीको विन्डोबाट भुक्ने कुकुर देखेर त्रसित बनेकी आफ्नी अबोध बच्चीको चिन्ता छ। अर्की सम्भ्रान्त आमालाई भने त्यही एसी गाडीको डगीलाई चिसो नपुगेर भुइँ कुहिरो जस्तो छटपटी भएको चिन्ता छ। सत्तारूढ दलका माननीयलाई विद्यालयको ढोकामा प्रधानाध्यापकले मालाले स्वागत नगरेको अहंकारी पिरोलो छ। उता सुकुम्बासीको ढाडमा राज्यको निर्मम लाठी बर्सिरहेछ। सरकारी डोजर आतंकबाट प्रताडित 3 जना सुकटुवासीहरू आत्महत्या गर्छन्। सवारी दुर्घटनाबाट 20 जना मान्छे एकैचोटि मर्छन्, तर सरकार समवेदनासम्म व्यक्त गर्दैन। यहाँ त मानवीय संवेदनाको मलामी गएका टिकटकका व्यापारीहरू भ्यूज र डलरको खेती गर्न पीडामाथि क्यामेरा तेर्स्याएर हिडिरहेका छन्। हिजो महँगीको मार पर्दा, इन्धनको हाहाकार हुँदा सडकमा धारे हात लगाउने कथित बुद्धिजीवी र सुधारे विद्वानहरू आज यो फेसबुकिया सरकारको भजन कीर्तनमा व्यस्त छन्, किनकि यो त उनीहरूले नै जानेर छानेर ल्याएको सुसंस्कृत सरकार रे। विगतमा संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत घेरिँदा आदेश नपाएको बहाना बनाउने सुरक्षा तन्त्र आज सुकुम्बासीका बस्तीहरूमा युद्ध जिते झैं गस्ती गर्छ। उता कालापानी र लिपुलेखमा वैदेशिक हस्तक्षेपको घाउ बल्झिन्छ। यता परराष्ट्र मन्त्रालय हस्ताक्षरविहीन कायर कूटनैतिक नोट जारी गर्छ। अध्यादेशको चोर बाटोबाट भूमि सम्बन्धी फरमान जारी गरेर सेनालाई सुकुम्बासीको बन्दुकको छायामा लागत संकलन गर्न खट्याइन्छ। समकक्षीसँग मात्र भेट गर्ने अडान लिएका प्रधानमन्त्रीको राष्ट्रवादी अहंकारको मुकुण्ड सगरमाथा बेस क्याम्पमा ड्रोन उद्घाटनमा पुग्दा च्यात्तिन्छ। लोकतन्त्रका लागि जेल नेल र कठोर यातना भोगेकाहरूको देशमा आज राष्ट्र सेवक र शिक्षकका पेशागत संगठनमाथि प्रतिबन्ध लाग्छ। हिजो बहुमतको उन्मादमा सामाजिक सञ्जाल निमोट्न खोज्नेहरूको विरोध गरेर यो नयाँ कलेबरमा जन्मिएको यो डिजिटल बहुमतको राजमा सत्य लेख्ने पत्रकारहरूलाई सिंहदरबारको रिपोर्टिङमै निषेध गरिँदैछ। सरकारको आलिशान होल्डिङ सेन्टरमा बन्दी बनाइएका सुकुम्बासीका कारुणिक तस्विरहरू खिच्न समेत प्रतिबन्ध छ। त्यो भत्किएको टहराको चिसो भुइँमा भीम बहादुर चेपाङ आफ्ना वफादार कुकुरहरू लुते र पुन्टेसँग रात काट्न विवश छ। एकातिर उसको पहिचान, उसको सुत्ने थाङ्नो र कागजको कार्टुन समेत डोजरले माटोमा पुरेर नामो निशान मेटाइन्छ,
अर्कोतिर सर्वस्व लुटिएका तीनै सुकुम्बासीसँग सभ्य राज्यले नागरिकता र पहिचानको प्रमाण माग्ने क्रूरता देखाउँछ। एकातिर यसलाई सुशासनको मसीहा सरकार भनिन्छ, अर्कोतिर सम्पत्ति छानबिनको नाममा प्रतिशोधपूर्ण र पूर्वाग्रही संकथन रचाइन्छ। सत्य भनौं फूलमाया, यहाँ सुशासनको यो चर्को नारा त केवल राजनीतिक प्रतिपक्षीलाई तह लगाउने डेमोक्लसको तरबार मात्र बनेको छ। गणतन्त्रको गरिमा, राष्ट्रपति र सार्वभौम सदनको शिर निहुरिएको छ। सदनमा र जनप्रतिनिधिहरू ज्वलन्त प्रश्नको जवाफ माग्छन्, तर हाम्रा प्रधानमन्त्री भने फेसबुकको भित्तामा उत्तर लेखेर आत्ममुग्ध बन्छन्। फूलमाया, बुढापाखा भन्थे बाँचेपछि सबै देख्न पाइन्छ। यो विद्रूप तमासा आफ्नै आँखाले देख्नु पनि एक किसिमको चेतना त हो। तर फूलमाया, देशको भविष्य त्यति सहज र सरल रेखामा छैन। एउटा दृश्य तानाशाहको अवसानपछि यहाँ अर्को अदृश्य र छद्म तानाशाहको उदय भइरहेको छ। भिन्न रूपमा, भिन्न शैलीमा, विकसित सूचना प्रविधिको सहारामा, जो जनताको प्रत्यक्ष संवाद र धरातलीय सहकार्य भन्दा धेरै टाढा अध्यारो वस्त्र र कर्पोरेट कोठामा बसेर चम्किलो स्क्रिनको भर्चुअल पर्दा पिछाडीबाट देशको अस्मिता लुण्ठ्याउने योजना बुन्दछ। त्यसैले फूलमाया, तिमी र मैले फेरि एकपटक बिउझनु परेको छ, फेरि संघर्षको मैदानमा उत्रनु परेको छ। विगतका हाम्रा कमजोरी र राजनीतिक भूलहरूप्रति क्षमा माग्दै फेरि तिनै भुइँ मान्छे र मजदूरहरूसँग हातमा हात मिलाउनु परेको छ। जुन दिन यो देशका गरीब, दुखी र श्रमजीवी जनताले यो डिजिटल भ्रम र पपुलिजमको असली अनुहार बुझ्नेछन्, त्यो दिन विभिन्न रूप, रंग र मुकुण्डमा आउने आधुनिक तानाशाहहरूको अन्त्य हुनेछ। अनि मात्र फूलमाया, तिम्रो, मेरो र हामी सबै भुइँ मान्छेहरूको निर्मल र वास्तविक खुशीको बिहानी झुल्किनेछ।